हेलो साथीहरू, आई होप तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला। आज फेरि एउटा नयाँ भिडियो लिएर आएको छु। प्लिज ध्यान दिएर सुनिदिनु होला। मेरो भिडियोको टाइटल हो द पावर अफ अन्डरस्ट्यान्डिङ। आज म द पावर अफ अन्डरस्ट्यान्डिङको बारेमा एकदम छोटो र मिठो तरिकाले एकदम सर्ट वेमा म सम्झाउने छु है। यसलाई ध्यान दिएर अलि राम्रोसँग तरिकाले बुझौँ ल। यसमा केही फिल्टरिङ छैन है। म जे कुरा बुझेको छु, जे कुरा जानेको छु, म त्यही सेयर गर्न गइरहेको छु। हेर्नु, द पावर अफ अन्डरस्ट्यान्डिङ मतलब यसलाई कुन वेमा काम लाग्छ भनेपछि पहिला यो बुझौँ ल। हेर्नु, तपाईँसँग प्रब्लम छ होइन, तपाईँको समाजसँग प्रब्लम छ, तपाईँको प्यारेन्ट्समा प्रब्लम छ, या तपाईँको टिचर स्टुडेन्टमा प्रब्लम छ, मतलब कहीँ पनि कुनै पनि समस्यामा मतलब जहाँ तहाँ केही प्रब्लम छ होइन। अब जस्तै कि एउटा के भन्छ मेम्बरले आफ्नो प्यारेन्ट्ससँग आफ्नो समस्या राख्यो, एउटा स्टुडेन्टले आफ्नो प्रोफेसरसँग आफ्नो समस्या राख्यो, या एउटा मतलब इम्प्लोइले आफ्नो म्यानेजरसँग एउटा आफ्नो समस्या राख्यो होइन। एउटा सोसाइटीले आफ्नो अगाडिको मेयरसँग आफ्नो मतलब समस्या राख्यो होइन। यदि तिनीहरू त्यो मान्छेहरूले डाइरेक्टै नाइ भनिदिन्छ भने नि त्यो बुझ्नु, दे आर अल अनएजुकेटेड के होइन, दे आर अल वेल ट्रेन्ड के, वेल ट्रेन्ड हो। यसलाई वेल एजुकेटेड भनिँदैन कि, दे अल आर वेल ट्रेन्ड। र अर्को कुरा, यदि तपाईँले आफ्नो प्रब्लम कुनै आफ्नो सिनियरसँग राख्नुभयो, सिनियरमा जो पनि आउन सक्छ है। मैले अघि नै भनिसकेको छु यो कुराहरू, म फेरि रिपिट गर्दिनँ किनकि भिडियो लङ हुन जान्छ। अनि जस्तै कि तपाईँ आफ्नो सिनियरसँग है, तपाईँ वरिपरि तपाईँको वातावरणमा जो तपाईँको सिनियर छ, तपाईँले आफ्नो प्रब्लम आफ्नो सिनियरसँग राख्नुभयो र उसले डाइरेक्टै नाइ भनिदिन्छ, तपाईँको कुरा सुन्न रेडी नै छैन भने दे अल आर बुलसिट के। सिधा कुरा भन्दाखेरि दे अल आर बुलसिट के। ओके, यो अर्को कुरा भयो। अनि फेरि अर्को कुरामा जाउँ है। जस्तै कि तपाईँले आफ्नो समस्या आफ्नो सिनियरसँग राख्नुभयो भने, आफ्नो रिप्रेजेन्टेटिभसँग राख्नुभयो होइन। यदि उसले तपाईँलाई हर्ट नगरिकन होइन, तपाईँको चित्त नदुखाइकन नेगोसिएसनको वेमा जान्छ होइन, तपाईँलाई पनि 50% सेटिस्फाई गरिदिन्छ र ऊ पनि 50% तपाईँको कुरालाई मान राखिदिन्छ कि दे आर एजुकेटेड केटेगोरीमा आउँछ कि होइन। यहीको मतलब मेरो भन्नुको अर्थ बुझ्नुभयो नि होइन। त्यस्तो कुरा त्यो जो डिस्कसन गर्न खोज्छ नि, त्यो मतलब तपाईँले राख्नुभयो आफ्नो सिनियरसँग आफ्नो समस्या, तर ऊ डिस्कसन गर्न खोजिरहेको छ कि तपाईँसँग डिस्कस गर्न खोजिरहेछ, तपाईँलाई हेपेर बोलिरहेछ भने नि दे अल आर एजुकेटेड के, दे अल आर अनएजुकेटेड है, दे अल आर अनएजुकेटेड है, सरी गाइज। अनि अर्को कुरा, अनि के भन्छ नि, अनि अर्को कुरा के भन्छ नि, यही कुरामा म एउटा राम्रो ब्युटिफुल कोट सेयर गर्न गइरहेको छु। प्लिज ध्यान दिएर सुनिदिनु ल। वेन यु चुज टु अन्डरस्ट्यान्ड यु चुज टु चेन्ज द वर्ल्ड वान हर्ट एट अ टाइम है। प्लिज यो कुरालाई बुझिदिनु होइन, अनि यो कुरालाई सकेसम्म अझ सेयर गर्नु होला होइन। यसको मतलब त सम्झाइराख्नु पर्दैन, एकदम ब्युटिफुल कोट्स हो, यसलाई मनदेखि बुझ्नुपर्छ है। र एउटा कुरा अझै, तपाईँको अगाडि तपाईँको सामने यदि कोही मान्छे आफ्नो प्रब्लम लिएर आयो भने डाइरेक्ट नाइ नभन्नु होला कि, प्लिज डाइरेक्ट नाइ नभन्नु। सकेसम्म उसको प्रब्लमको सल्भ गरिदिनु होला र ह्यान्डलिङ सपोर्ट दिनु होला, ताकि ऊ पनि निराश भएर नजाओस्, उसको कुराको मान राखिदिनु होला। द्याट इज कल्ड पावर अफ अन्डरस्ट्यान्डिङ। थ्याङ्क यू फर वाचिङ माई भिडियो। बाई बाई, लभ यू गाइज।